साथीहरू सबैलाई नमस्ते भन्दै मैले चाहिँ टोपोकी यसरी हाम्रो स्टोरमा आएको हुनाले गर्दाखेरि चाहिँ नयाँ प्रकारले हाम्रो स्टोरमा आएको थियो। त्यसैले गर्दाखेरि मैले देखाइदिएँ। नानीहरूको जुसहरू हेर्नुहोस् न कस्तो क्युट बोतलहरूमा आएको छ, खाँदाखेरि पनि यति साह्रो राम्रो। अब त नानीहरूलाई राम्रो राम्रो जुसहरू दिनु आवश्यक पर्छ, कारण चाहिँ अब धेरै गरमको सिजन आइसकेको छ। यसैले गर्दा हामीले पनि सबै सिजनहरूलाई ध्यानमा राख्दै हामीले नानीहरूको लागि राम्रो राम्रो हेल्थलाई एकदमै नानीहरूलाई हेल्दी बनाउने हामीले जुसहरू ल्याइसकेका छौँ। र आज मैले हजुरहरूलाई सबै जुसहरूको आइटमहरू देखाइदिएको छु कि नानीहरूको लागि चाहिँ हाम्रो स्टोरमा चाहिँ जुसहरू आएको छ भनेर चाहिँ। र हेर्नुहोस् न, अचारहरू त मैले सदा पनि यसरी नै देखाइरहेको थिएँ र आज पनि मैले मेरो अपडेटमा अचार त देखाउनै नै पर्यो नि त, कारण चाहिँ अब अचार नै हो हाम्रो। हेर्नुहोस् न, यहाँनिर छुर्पीहरू चाहिँ यसरी नै हामीसँग छ र यो हिजो मात्रै आएको यो खाएपछि चाहिँ सकिँदै गएको छ। त अरू बाँकी बात त हामीसँग स्टोरमा हामीले स्टक गरेर हामीले राखि नै सकेका छौँ भन्दै आजको म डेली अपडेटलाई यहाँसम्म नै अन्त गर्दै फेरि भोलि अवश्य पनि हामी भेट्ने नै छौँ। बाई, सी यू।